कहाँ रोकेको त यो सबै रोकेको छ ल काट्नु त चिट काट्दै जाँदैछ उता पनि रोकेको छ ल जानु चिट काट्नु तपाईँले पनि यहीँ रोकेको छ त तपाईँको चिट नकाट्ने तपाईँले पनि यहीँ रोकेको छ तपाईँको चिट कसले काट्ने तपाईँको चिट चाहिँ कसले काट्ने त अब तपाईँको चिट कसले काट्ने तपाईँले पनि यहीँ रोकेको छ तपाईँ हिँडेर आउनु न तपाईँ हिँडेर आउनु न त तपाईँ हिँडेर आउनु तपाईँ बाइक लिएर यहाँ रोकेर किन तपाईँ चिट काट्ने तपाईँको अधिकार के छ हामीलाई यहाँनिर चिट काट्ने हामी बसिरहेको ठाउँमा म के रोकेर पार्किङ गरेर म गएको छ तपाईँले चिट काट्नलाई तपाईँले पार्किङ गरेर म गएको छ म बाइक माथि छ तपाईँले किन चिट काटे मेरो तपाईँले किन चिट काटेको भन्नु त मलाई के गल्ती छ मेरो भन्नु न म चिटै लिँदैन तपाईँ फाल्दिनु चिट तपाईँ लिनु त्यत्तिकै के गल्ती छ त मेरो तपाईँ भन्नु न त्यत्तिकै पखाउन दिन दिन्छ किन मैले के गल्ती गरेँ भनिदिनु न त के गल्ती गरेँ मैले भनिदिनु न त मैले के तपाईँले किन अड्या त यहाँ तपाईँले यहाँ किन अड्याएको त तपाईँले किन अड्याएको त तपाईँले मात्र अडाउन पाउँछ त हामीले चाहिँ अडाउन पाउँदैन सर तपाईँले मात्र अडाउन पाउँछ हामीले अडाउन पाउँदैन जहिले तपाईँहरू हेप्ने जे एकछिन पनि रोक्नु नहुने हामीले एकछिन यत्रो मान्छे छ तपाईँ खालि जहिले यस्तो गर्ने गल्ती एकछिन पनि रोक्नु हुँदैन हामीले तपाईँहरू खालि यस्तो गर्नु हामीले के गरेको छ भन्नु त के गल्ती गरेको हामीले तपाईँले के यसै गर्ने हो सधैँ यसै गर्ने हो तपाईँ हामीले एकछिन रोक्नु नहुने तपाईँले पनि त यहाँ रोकेको छ नि तपाईँले के को कारबाही मैले के गल्ती गरेँ भन्नु त एकछिन अडाउन पाउँदैन पार्किङ गरेर म गएको छु सर भन्नु त हजुर मोबाइल खेलाए पनि म फोन गर्न पाउँदैन मैले फोन गर्न पाउँदैन हामीले तपाईँ एकैचोटि चाबी खोज्ने खाली चिट काट्ने तपाईँ खाली चिट काट्ने हिँडेको खाली कमिसनको लागि चिट काट्ने तपाईँ दुःख दिने यही हो यही ट्राफिक दाइ हो यो ट्राफिक सर हो चिट काट्ने यहाँ पनि हो खिच्ने हो तपाईँहरूको त कानुन छ हामीसँग केही पनि छैन हामी त जनता हो तपाईँहरूले जे गर्दा पनि हुन्छ सर तपाईँहरूले जे गर्दा पनि हुन्छ हामीलाई तपाईँहरूले जे गर्नुहोस् तपाईँले चाहिँ मेरो जहाँ भन्नु पर्दैन तपाईँले खाली चिट काट्ने तपाईँ खाली चिट काट्ने खाली लुक्ने तपाईँहरू पावर छ भन्दैमा तपाईँले गर्नु नै पाउँदैन तपाईँ लिनु तपाईँ कति पैसा चाहियो तपाईँलाई भन्नु कति पैसा तपाईँले किन यहाँ बाइक राखेको यहाँ तपाईँ हिँडेर आउनु चिट काट्ने भयो हिँडेर आउनु तपाईँलाई काट्न आउनु काट्ने तपाईँलाई चाहिँ कसले काट्ने त तपाईँको मात्र हो तपाईँले कस्तो कारणले तपाईँले तलब खाएको ट्राफिकले चिट काट्दाखेरि तपाईँसँग अनुमति पत्र हुनुपर्छ कुन चाहिँ अधिकारीले तपाईँलाई अनुमति पत्र दिएको छ तपाईँलाई अनुमति पत्र देखाउनु होला चिट काट्ने आजको अनुमति पत्र निकाल्नु आजको अनुमति पत्र निकाल्नु तपाईँ चिट काटेर निकाल्नु न निकाल्नु यो पनि जनताको हो तपाईँ मेरो पैसाले बाइक चढेर मलाई नै चिट काट्ने अर्काको चाहिँ खोज्दै हिँड्ने तपाईँ अत्याचार गर्ने तपाईँ एकछिन पनि अडाउनु नहुने
एकछिन पनि अडाउन नहुने तपाईँको मात्र हो यो तपाईँको मात्र हो किन काट्या त तपाईँले मलाई त्यो भन्नु न त किन काट्या तपाईँले के गल्ती गरेँ मैले के गल्ती गरेँ मलाई त्यो भन्नु न त के गल्ती गरेँ तपाईँले यहाँ किन रोक्या यहाँ किन रोक्या तपाईँले त यहाँ रोकिएको छ तपाईँको बाइक नम्बर यहाँ रोकेर तपाईँ चिट काट्न आउनु तपाईँ हिँडेर आउनु तपाईँ हिँडेर आउनु न तपाईँ हिँडेर आउनुहोस् तपाईँको आजको अनुमति पत्र निकाल्नु तपाईँले चिट काट्नु हिँडेको कतिवटा काट्यो भन्नु त तपाईँले यो ड्राइभरको पनि काटेको छ खालि यस्तै गरेर तपाईँको लाइसेन्स छ तपाईँको लाइसेन्स देखाउनु त लाइसेन्स बिल देखाउनु यसको तपाईँको लाइसेन्स देखाउनु त सबैले भन्नु तपाईँको लाइसेन्स देखाउनु ल तपाईँको लाइसेन्स देखाउनु तपाईँको लाइसेन्स देखाउनु त सर तपाईँको लाइसेन्स देखाउनु लाइसेन्स ल सर तपाईँको लाइसेन्स देखाउनु तपाईँलाई छोडिदिन्छ तपाईँको लाइसेन्स देखाउनु तपाईँको लाइसेन्स देखाउनु ल सर तपाईँको लाइसेन्स देखाउनुहोस् लाइसेन्स देखाउनुहोस् ल बिलबुक पनि देखाउनु लाइसेन्स पनि देखाउनु तपाईँको यो कसको नाममा छ यो बिलबुक पनि देखाउनु ल हेर्नु त सर दिनु न तपाईँको पनि दिनु न तपाईँ किन हातमा पक्रिने हामीले के तपाईँ खाइदिँदैन तपाईँ खाइदिँदैन हामीले दिनु न तपाईँ खाइदिन्छ हामीले दिनु न त तपाईँको के थाहा ओरिजिनल हो कि डुप्लिकेट हो के थाहा त हामीले तपाईँले मेरो चाहिँ पत्र लिने चिट फिर्ता लिनुहोस् तपाईँलाई राम्रो हुन्छ तपाईँ सधैँ जनतालाई घेर्ने खालि तपाईँ लुट्ने खालि जनतालाई लुट्ने तपाईँ लुटेको होइन यो मैले के गल्ती गरेर भनिदिनु नि त मैले के गल्ती गरेर तपाईँको बिलबुक ल यसको बिलबुक निकाल्नु त्यस्तो हुँदैन त्यस्तो हुँदैन तपाईँले जस्तो गरेर खाने त्यस्तै मेरो तपाईँको यो बिलबुक दिनु त यो समात्नु नै छ तपाईँको चिट फिर्ता गर्नुहोस् तपाईँको बिलबुक निकाल्नु न बिलबुक छैन बिलबुक छैन यो ट्राफिकले चिट काटेको बिलबुक छैन ए ल तपाईँको बिलबुक निकाल्नु लाइसेन्स पनि छैन बिलबुक पनि छैन यो ट्राफिकको तपाईँले धेरै अति गर्नुभयो तपाईँ आफैले तिर्नुपर्छ चिटको पैसा तपाईँ आफैले तिर्नुपर्छ हो पर्सेन्टको लागि तपाईँको हातमा अधिकार छ भन्दैमा जहाँ पाए त्यही चिट काट्दै हिँड्ने मैले केही गल्ती गरेको भए मलाई चिट काट्दा म मान्छु फोन आउनु नहुने तपाईँ चाहिँ यहाँ बाटो बिचमा बसेर ट्राफिक बाटो बिचमा गाडी रोकेर तपाईँ चिट काट्ने तपाईँको अहिले बिलबुक हामीले मान्छ तपाईँले घरमा छ भन्दा मान्छ घरमा बिलबुक छ भन्दा तपाईँले मान्नुहुन्छ घरमा बिलबुक छ भन्दा तपाईँले मान्नुहुन्छ ल यो बाइकै हुँदैन बाइक त म छोड्दैन तपाईँको अधिकार युज गर्नुभयो जनतालाई ठग्ने खालि ठग्ने बिलबुक देखाउनु तपाईँको बिलबुक देखाउनु तपाईँ मान्नुहुन्छ के नाम हो तपाईँको के नाम हो सर तपाईँको जनता हो हाम्रै पैसाले तलब खाएर हामीलाई नै को हो भनेर सोध्दै तपाईँको बाइक लानु खस्नुभयो क्या नराम्रोसँग खस्नुभयो तपाईँ खस्नुभयो हेर्नु सबै मान्छे हो आफ्नो बाइकको बिलबुक छैन होइन अनि अर्कालाई चिट काट्दै हिँडे मेरै घरको मेरै नेपाली दाजुभाइको पैसा खाने अनि मलाई नै अधिकारको मैले
तपाईँ त्यस्तो तपाईँले हक अधिकार खोजेपछि मैले पनि खोज्नुपर्छ सर। तपाईँको अधिकार जति छ मेरो पनि त्यति नै छ यो देशमा। म पनि नेपाली, मैले के नराम्रो भनेको छु? मैले के नराम्रो भनेको छु भन्नु न त? मैले के नराम्रो भनेको छु? ठुलो तपाईँले कति सो ठुलो गराएको थियो अघि? तपाईँको गल्ती छ कि छैन यो भन्नु न त? मैले के गल्ती गरेको भनिदिनु न? एकछिन त यो के गल्ती गरेको यो दाइले के गल्ती गरेको? ए मोबाइल खेलाउनु नपाउने तपाईँले किनिदिएको मोबाइल कुन नियम कहाँनिर देखाएको? संविधान पल्टाउनु भएको छ कहिले? संविधान पल्टाउनु भएको छ? संविधान पल्टाउनु भएको तपाईँले? तपाईँलाई के थाहा रहेछ त त्यसो भए? तपाईँ कसरी ट्राफिक भयो? तपाईँलाई संविधान के थाहा छ? संविधानमा मोबाइल खेलाउनु पाउँदैन? यो मोबाइल कम्पनी बन्द गर्नु न त। तपाईँले कुन गल्तीमा मलाई चिट काटेको? तपाईँको आफ्नो मनले तपाईँको पनि यसको बिल बुक ल्याउनु, चिट काट्नुहोस्, यसको चिट काट्नुहोस् तपाईँ। यो गाडीको चिट काट्नुहोस् अनि मात्र जान्छ। यो गाडी छोड्नै हुँदैन, फोनमा बोल्दैछु भन्दा भन्दै यिनलाई पनि मैले त्यही भनेको, फोनमा बोल्दैछु भन्दा भन्दै मलाई आएर कागज पत्र माग्ने। तपाईँ डन हो यहाँको? डन हो तपाईँ? तपाईँ डिएसपी, एसपी के आइजिपी तपाईँ? तपाईँले यहाँ कति मिनट रोक्यो? तपाईँले यहाँ कति रोक्यो? तपाईँलाई ट्राफिकको गाडीलाई जति रोक्ने पनि अलाउ छ हो? ट्राफिकको गाडीलाई चिट काट्नु, यसको चिट काट्नु, तपाईँ चिट काट्नु यसको। तपाईँ त आज फस्नु भयो हेर्नु सर, तपाईँ फस्नु भयो यहाँ। तपाईँ आफू गल्ती गर्दा हिँड्ने अनि जनतालाई दुःख दिँदै हिँड्ने तपाईँ? जनतालाई दुःख दिँदै हिँड्ने? हामीले के गल्ती गरेर तपाईँले जे मगाएको चाहिँ लेखेर हुन्छ? यत्रो जनताले भनेको चाहिँ गल्ती तपाईँले भनेको त सही। मैले यत्रो नो पार्किङ तपाईँले पनि रोकेको छ। कहाँनिर राखेको लेखा छ नो पार्किङ? कहाँनिर लेखाएको भन्नु न त? कहाँनिर लेखाएको मलाई भन्नु न त? तपाईँ ओर्लिनु त, तपाईँ ओर्लिनु न, देखाउनु परेन कहाँनिर लेखाएको? कहाँनिर कहाँनिर? तपाईँ गल्ती स्वीकार्नु, तपाईँ गल्ती स्वीकार्नु, तपाईँ गल्ती स्वीकार्नु, हामीले मानेको छ गल्ती गरेको छ भने। हामीले अहिलेसम्म कैयौँ चिज काट्यो होला, कहिले पनि यस्तो गरेको छैन। तपाईँ इन्डियाबाट आउनु भयो, नेपालीलाई दुःख दिन तपाईँ इन्डियाबाट आउनु भयो अनि के भनेको तपाईँले? तपाईँको मात्र अधिकार हुने नेपालमा, हाम्रो अधिकार छैन? तपाईँको मात्र अधिकार हुन्छ नेपालमा? होइन सर, हामीले के गरेको सर हेर्नु? म एकछिन मेरो चिट काट्यो हो क्या सर? म एकछिन रोकेर मोबाइलमा फोन गर्दै थिएँ, मलाई आएर बिल बुक माग्यो, मैले दिएँ चिट फटाफट काटिदिन्छ। त्यस्तो गरेर मिल्छ? कति आनन्द तपाईँलाई यहाँ भिडियो बनाएको मैले यो गाडी अहिले कहाँ छ भन्नु त? यो गाडी कहाँ छ भन्नु न? हामीले त कहाँ राख्ने सर भन्नु? गल्ती भन्नु सर अहिले हामीले त कहाँ राख्ने भन्नु? हाम्रो गाउँमा चिट काट्नु भन्नुभयो, हाम्रो गाउँमा चिट काट्नलाई दिएको मैले अघि सुन्दारामा मान्छे झार्दै थिएँ होइन, मलाई आउनुभयो सरकार चिट काटिदिनु भयो। सुन्दारा मान्छे
हामी पाउँदिन पाउँदैन म त्यस्तो मेरो एकलौटी छैन नि यहाँ सयौं जनाको चिट काटिरहेको छु यस्तो त्यस्तो हुँदैन नि सर तपाईँको हेर्नुहोस् यहाँ तपाईँको मान्छे जुन तयार छ ट्राफिक सर उहाँको गाडीको बिल बुक छैन यसको यसको चिट कसले काट्यो भन्नु त सर ल मेरो काट्यो म तिमीलाई दिन्छु ल तपाईँको यसको गाडीको चिट कसले काट्ने ल भन्नु हामी त एकछिन पनि बस्न नपाउने तपाईँहरूलाई जे गर्दा पनि छुट होइन जे गर्दा पनि छुट तपाईँहरूलाई चिट काटे पनि भयो नकाटे पनि भयो जा भन्दा पनि भयो आइज भन्दा पनि भयो तपाईँको अब यसको चिट कसले काट्ने हेर्नु सर तपाईँको गल्ती छ कि छैन भन्नु त ए तपाईँको यसको बिल बुक निकाल्नु न त मेरो पनि घरमा छ भन्दा मान्नुहुन्छ म पनि घरमा लगेर जान्छु बिल बुक हुन्छ तपाईँ मान्नुहुन्छ तपाईँ तपाईँले उहाँले हामीलाई ट्राफिक नियममा के सिकाउनुहुन्छ बिल बुक आफ्नो कागज पत्र राख्नु भनेर सिकाएको होइन तपाईँले यहाँ के लेखेको छ तपाईँले यो सिकाउने यो हो तपाईँको छैन भने यो बाइक खोसेर राख्नुपर्छ कि यो बाइक खोसेर राख्ने हो कि त यो तपाईँको चिट छ नि उहाँलाई काट्नु दिनुहोस् होइन उहाँलाई काट्नु दिनुहोस् म मान्छु ल म मान्छु म पनि तिर्न आउँछु म पनि तपाईँको बाइकको यसको चिट काट्न लाउनु 5 मिनट होइन म 2 मिनट भएको छैन त्यहाँ बसेको मान्छे उतारिरहेको छ क्या त मान्छे रोड हारेर जान लाग्यो मन लाग्यो त्यही गरेर यहाँ छ फेरि म पार्किङ पनि छैन तपाईँहरूले गर्दाखेरि देश डुब्यो तपाईँहरूको 1-2 जना ट्राफिकको पुलिसको मान्छेले गर्दाखेरि सबै बदनाम छ सबै कस्तो खालको पेस्टिज छ नेपालको मान्छे उखाल्नु तपाईँलाई विदेशमा म 12 वर्ष विदेशमा बसेर आएको मान्छे हो 12 वर्ष तपाईँ हेर्नुहुन्छ मेरो एक्सपिरियन्स सर्टिफिकेटहरू तपाईँ पचाउनुहुन्न होला विदेशमा कस्तो खालको मान गर्नु छ ट्राफिकले पुलिसले कस्तो गर्छ तपाईँले धेरै तपाईँले अत्याचार गर्नु मन त सर अत्याचार गर्नु मन त सर तपाईँले अत्याचार गरेको हो कि होइन भन्नु त तपाईँको बोल्नु तपाईँको गल्ती स्वीकार्नु न ए गल्ती छैन यो बाइकको कागज पत्र कहाँ छ यो बाइकको कागज पत्र कहाँ छ यो बाइकको कागज पत्र कहाँ छ खोइ नम्बर 72-73-25 नम्बरको कागज पत्र कहाँ छ कागज पत्र ल्याउनुहोस् सिट काट्नुहोस् जानुहोस् तपाईँ बिल बुक तपाईँको खोइ त अफिसमा भयो भनेर पाउँछ तपाईँ किन बाइकमा आएको त हामीलाई नउठा त तपाईँले चिट फट्टै एकैछिनमा तपाईँलाई हाम्रो केही नभए पनि गल्ती देखाएर केही न केहीमा गल्ती देखाएर एकदम आनन्द उहाँहरूलाई यो वर्दी लगाएपछि कस्तो आनन्द जे गर्दा पनि पाइयो सर हाम्रो केही गल्ती छैन सर चिट काट्या छ ठिकै छ यो बाइकको बिल बुक ल्याउनु न त हामीलाई चिट काट्न आउने बाइकको बिल बुक ल्याउनु बिल बुक छैन क्या सर हामीलाई मात्रै नियम हुन्छ सर हामीलाई मात्रै नियम छैन विवाद गरेर भएन गल्ती भन्नु
कति भनेको भन्छ कागजपत्र छैन कागजपत्र छैन अनि तपाईँ जिम्मेवारी हो सर तपाईँ जिम्मेवारी हो गाडी चलाउँछ गाडी कानुन बराबर छैन है तपाईँलाई ठुलो कानुन हाम्रो कानुन छैन हामीलाई हाम्रो त मार्जिन गर्दै हुनुभयो ट्राफिकले एक्सिडेन्ट गर्यो भने के गर्ने त भन्नु त ट्राफिकको एक्सिडेन्ट के हरे तपाईँले एक्सिडेन्ट गर्यो भने त अनि के गर्ने भन्नु म छोडिदिन्छु तपाईँहरू छोड्नुहुन्छ यो गाडीलाई छोड्नुहुन्छ म छोड्दिनँ म छोडिदिन्छु तपाईँले नागरिक आफ्नो देहाउका समेत मान्नुहुन्न क्या दाजु दाजु वेब क्याम अन गर्नु गल्ती कस्तो छ तपाईँ भन्नु अनि ल वेब क्याम अन गरेर भन्नु ल हजुर यसो भन्दाखेरि मान्नुहुन्छ तपाईँ जिम्मेवारी दिनु न यस्तो काम हो सर यस्तो हुँदैन चाबी लिइसक्यो अघि नै सबैको अगाडि गरिदिनु सबैको अगाडि चिट काट्नु छ तपाईँ हामीलाई चाहिँ मार्नु न तपाईँ हामीलाई चाहिँ मार्नु तपाईँ माथि चढ्नु टाउकोमा हामीलाई मारिदिनुहोस् मलाई मार्नुहोस् हामीलाई दिनै 500 को चिट काट्नु जस्तो मेरो 5 रुपियाँ कमाइ छैन तपाईँ 500 को चिट काट्नु मलाई नेपालमा पस्न नदिने तपाईँहरूको कारणले गर्दा हामीलाई खाली जहिले पनि हामीलाई तपाईँले यसको बिल बुक ल्याउनु भन्नु चिट काट्नु हाम्रो सामने जानु हामीलाई केही चाहिँदैन सर हामीलाई यसको कारवाही गर्नुहोस् जानुहोस् हामीलाई केही चाहिँदैन सर हामीले त्यति नै भने हामीले त्यति नै भने अब बिल बुक दिनु पर्यो के छ चिट काट्नु भयो जनताको पनि होइन तपाईँले जे भन्नुभयो नि एकदम जायज कुरा हो